नेपालगञ्ज उपमहानगरपालिका स्थित गणेशमान चोकमा रहेको लागू औषध विरुद्ध निशुल्क परामर्श केन्द्र बाँकेको कार्यालयमा मिति 2083 साल जेठ 20 गते सामाजिक सञ्जालको सही प्रयोग तथा अनलाइन आम्दानी सम्बन्धी एक दिने निशुल्क तालिम कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र बाँके र लागू औषध विरुद्ध निशुल्क परामर्श केन्द्र बाँकेको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कुल 36 जना महिलाको सहभागिता रहेको थियो, जसमध्ये 8 जना मुस्लिम महिला सहभागी रहेका थिए। कार्यक्रममा सशक्त महिला सेलले सहभागीहरूको सहजीकरण तथा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। कार्यक्रमका अध्यक्ष दिपेन्द्र कुमार जोशी रहनु भएको थियो भने मुख्य प्रशिक्षकका रूपमा आदि विक्रम खनाल रहनु भएको थियो। प्रशिक्षक खनालले सामाजिक सञ्जालको सही तथा सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, साइबर सुरक्षाका आधारभूत विषय, गैर कानुनी तथा जोखिमपूर्ण सट्टेबाजी, बेटिङ गेमहरूको असर, डिजिटल माध्यमबाट हुने विभिन्न ठगीका घटनाबारे जानकारी दिनुभएको थियो। को लागि लिङ्क आउँछ, त्यही हाम्रो के परियोजनामा चाहिँ हामीले युज गर्दैछौँ भन्ने कुरा चाहिँ थाहा पाउनु पर्यो हैन। हामीले चिन्दै नचिनेका लिङ्कहरू चाहिँ जथाभावी चाहिँ ओपन गर्नु भएन। साथै उहाँले फेसबुक, युट्युब, डिजिटल मार्केटिङ, कन्टेन्ट क्रिएसन लगायतका माध्यमबाट वैधानिक रूपमा अनलाइन आम्दानी गर्न सकिने विभिन्न तरिकाबारे प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दिपेन्द्र कुमार जोशीले समाजमा लागू औषध दुर्व्यसन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि परिवार, समुदाय तथा सम्बन्धित निकायहरूको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले विशेष गरी महिला तथा अभिभावकहरू सचेत भएमा लागू औषध दुर्व्यसन नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो। अन्तर्क्रिया कार्यक्रमहरू हामीले गरेका छौँ। नेक्स्ट यो तपाईँ देख्नुहुन्छ भने आइडियल पब्लिक स्कुल, यो आइडियल पब्लिक स्कुलमा पनि त्यहाँ मुस्लिम समुदायका बढीहरू हुनुहुन्छ। त्यहाँ गर्न हामीले ठुलो हल छ, त्यो राम्रो ठाउँ रहेछ। त्यहाँ हामीले क्विज प्रतियोगिता लगाए। साथै सामाजिक सञ्जालको सही प्रयोग गरी ज्ञान, सिप र आयार्जनका अवसरहरू सिर्जना गर्न सकिने भएकाले यस्ता तालिमहरू समयको आवश्यकता रहेको बताउनुभयो। त्यसैगरी सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेबाट गैरकानुनी क्रियाकलाप, साइबर अपराध, सामाजिक विकृति, लागू औषध दुर्व्यसन तथा समुदायमा हुन सक्ने विभिन्न अपराधजन्य गतिविधिबारे सहभागीहरूलाई जानकारी तथा सचेतना प्रदान गरिएको थियो। त्यसको लागि चाहिँ के गर्ने भने यदि तपाईँको फेसबुक आइडी ह्याक भइहाल्यो भने पनि के गर्ने, तपाईँको नामको फेसबुक आइडी ह्याक भएर नमुना फोटाहरू कसैले राखिदियो। सहभागीहरूले तालिमबाट सामाजिक सञ्जालको सही प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, लागू औषधको दुष्प्रभावबारे चेतना तथा डिजिटल माध्यमबाट आम्दानीका अवसरबारे महत्त्वपूर्ण ज्ञान प्राप्त गरेको बताएका छन्। आयोजक संस्थाले आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक तथा सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।